हाई गुड मर्निङ गाइस। आज चाहिँ हामी बिहान बिहान पानी उठाउन आएको। हेर्नुस् पानीको अहिले फिलहाल दुःख छ भन्न त मिलेन। खाली बाल्टिङ लिएर आउँदैछु। गलियो के पानी उठाउँदा उठाउँदा। म चाहिँ पानी उठाउने हो। यहाँ हेर्नुहोस् यति यो चाहिँ माटी कुवा हो, किनकि पानी हामीहरूको वहाँ सुक्यो भनेर हामी यहाँको देखाउँदैछु म। पानी पनि कहाँ छ कता मोबाइलै खस्ने हो फेरि। ए यसरी उठाउनु पर्छ यहाँ हेर्नु। है कसैले यसरी पानी उठाउनु भएको छ हेर्नुहोस्, घिर्लिङ पनि छैन। धेरै दिन होइन पानी नआइन्जेल हो। हामीहरूको नजारा यस्तो छ, जङ्गल कारागाडी। आमा आउनु हुँदैछ कल्छी बोकेर। हाई भन्नुभएको अरे सबलाई। ल फेरि यो म बाल्टिङ लिएर जाँदैछु ल। पानी लानु हुँदैछ आमाले। थाक्यो है गाइस। पानी आउला आउला जस्तै छ, पानी त परेको छैन। पानी पर्दियो भने त राम्रो हुन्थ्यो। पानी बोक्नु पर्ने थिएन, के गर्ने। यो चाहिँ हामीहरूको पानी लिन जाने रस्ता हो। हामीहरूको चाहिँ धेरै घर छैन, बाक्लो हेर्नुहोस्। एउटा उँभो छ, एउटा उँभो छ। ए अब चाहिँ मेरो ट्रान पानी तान्ने। यहाँ हेर्नुहोस् म कसरी पानी उठाउँछु। यस्तो त अहिले कसैको छैन होला बिना घिर्लिङमा पानी तान्ने। के बनाउनु 1 2 3 यसरी उठाउनु पर्छ। यसरी